का सम्पूर्णमा तपाईं सन्चै हुनुहुन्छ होला। आज कुरा गर्नेछौँ हजारौं मान्छेहरू कसरी सफल भएका छन् र उनीहरूले प्रगति कसरी गरे र आफ्ना सपना र कसरी लक्ष्यमा पुगे। आज र मैले पनि यसरी सही बाटो कसरी सुरु गर्न सक्सेस भए। आजको भिडियोमा तपाईहरूले यही सुन्नुहुनेछ र तपाईले पनि आफ्नो जीवनलाई परिवर्तन गर्नुहुनेछ, आफ्ना सपनाहरूलाई पूरा गर्नुहुनेछ। तपाईले पनि नोटिस गर्नुभएको होला, यो संसारको सबैभन्दा शक्तिशाली जनावर हात्तीलाई एउटा सानो सिक्रीले सानो किलामा बाँधिएको हुन्छ, तर पनि हात्तीले त्यो किलालाई उखेलेर भाग्ने प्रयास कहिल्यै गर्दैन। किन? के उसँग त्यो नाथे किलो उखेल्ने शक्ति नभएको हो? होइन, पक्का पनि उसमा विश्वासै नभएको हो। हात्तीलाई त्यो किला उखेल्न सक्छु भन्ने विश्वासै छैन। उसले शक्ति होइन, विश्वास गुमाएको छ। जब त्यो हात्तीको छाउरा सानो थियो नि, त्यस बेला यसको खुट्टा बलियो सिक्रीले कसेर ठुलो ढुङ्गामा बाँधिएको थियो। सानामा उसले त्यो सिक्री चुन्ने प्रयास गर्यो, तर ठुलो प्रयास गर्दा पनि सम्भव भएन। सम्भव थिएन पनि, किनकि उसको शक्ति भन्दा त्यो सिक्री धेरै शक्तिशाली थियो। दिनका दिन प्रयास गर्दा पनि त्यो सिक्री उसले चुडाउन सकेन। त्यसपछि म यो सिक्रीलाई चुन्न सक्दैन भन्ने ठानेपछि उसले हार मान्यो अनि प्रयास गर्नै छोडिदियो। त्यो दिनदेखि आज उसँग शक्ति छ, सानो तिनो पहाड थान्न सक्ने अपूर्ण पावर छ, शक्ति छ, तर पनि ऊ एउटा सानो सिक्रीको खसी बाँध्ने कमजोर किलामा बाँधिएको छ, किनकि उसले हार मानेको छ। उसले विश्वास गुमाएको छ। परिमाण उसले त्यो सिक्री चुडाल्ने किलो उखाल्ने प्रयासलाई बेकारको शरम मानेको छ। अहिले उसलाई विश्वास नै छैन, म यो किलो उखेल्न सक्दैन, म यो सिक्रीलाई, यो डोरीलाई मैले च्यात्न सक्दैन भन्ने उसमा विश्वास जागेको छ। हो, यस समय छ, हामीमा पनि यही समय चलिरहेको छ। हामी मानवमा पनि बाल्यकालमा हामीमा पनि अपूर्व उत्साह, शक्ति हुन्छ, जोश जागर हुन्छ, जे पनि गर्न सक्छौँ भन्ने हिम्मत र साहस हुन्छ, आकाश छुने अभिलाषा, आशा हुन्छ। तर हामी जति बढ्दै जान्छौँ, सामाजिक परिवेश र संकीर्ण सोचले त्यो कमजोर हुँदै जान्छ। बस्सामा यो नगर, त्यो नगर, यहाँ नजा, त्यहाँ नजा, त्यहाँ नचढ, भित्ता किन कोरेको, आगोको छेउमा किन आएको आदि नगरेको धारा प्रवाह बन्देजबाट हाम्रो जीवन सुरु हुन्छ। अनि बुढो हुन्जेल बन्देजको त्यो धारिलो तरबार हामी माथि झुन्डिरहन्छ। ठुलो भएपछि केही योजना बनायो भने ठुलो कुरा गर्छ, ठुलो सपना देख्छ, बहुलाउँछ होला। घाँटी हेरेर हाड निल्नुपर्छ, सोम पश्चातको सपना भन्ने यही हो भनेर हाम्रो उत्साह, जोश र जागर मारिदिन्छन्। बिस्तारै हामी ठुलो योजना बनाउन, ठुलो सपना देख्न छोड्छौँ। हो, समाजको कारणले गर्दा आज समाजले मैले यो कुरा गर्छु, मैले यो काम गर्छु भनेर जब मैले समाजलाई सुनाउँछु नि, त्यो बेला हामीलाई हाम्रो जोश, उत्साह र जागरलाई हाम्रो समाजले मारिदिन्छन्। हो, बिस्तारै प्रयास गर्न छोडिदिन्छौँ हामी। हो, हुन पनि म सक्दैन होला कि यति ठुलो आँट मैले एक्लैले कसरी गर्न सक्छु। हो, समाजले भनेको आज ठिक हो, त्यो दाइले भनेको कुरा त्यो हो, ठिक हो, त्यो भाइले भनेको कुरा ठिक हो, मेरो बाबाले, मेरो अङ्कलले, मेरो घर परिवार र मेरो समाजले भनेको कुरा हो, ठिक हो भनेर हामी पनि आफ्नो आशा, विश्वास र भरोसालाई तोडिदिन्छौँ त्यो हात्तीले जस्तै। अनि झिना मसिना कुरा पनि हामीलाई विशाल पहाड जस्तै समस्या लाग्न थाल्छन्। त्यो शक्ति, त्यो ऊर्जा हामी हरेक नेपालीसँग छ, हरेक मान्छेसँग छ। हामीले जे पनि राम्रो काम गर्न सक्ने क्षमता हामीमा छ। हामी कमजोर छैनौँ,
हामीले आफूलाई कमजोर ठान्ने महत्त्वमा विश्वास गर्न थालेका छौँ। हामी कमजोर होइनौँ, थाहा छ नि। यदि तपाईलाई आफूमाथि थोरै पनि शङ्का छ, मैले यो काम गर्न सक्छु भन्ने तपाईमा उत्साह छ भने तपाईले गर्नै पर्छ। तपाईले नगरे अरू कसले गर्ने हो? तपाई नै तपाईको मालिक हो, थाहा छ नि। त्यसैले म यो काम 100% गर्न सक्छु भनेर तपाईले लाग्नुभयो भने 100% सफल बन्नुहुन्छ। हात्तीको जस्तो नबन्नुहोस्, तपाईँ आफूमा विश्वास गर्नुहोस्, लाग्नुहोस्। आज समाजले के भन्यो, अरू मान्छेहरूले के भन्यो, यो मतलब नगरेर तपाईले आफूमाथि विश्वास गरेर लाग्नुहुन्छ भने एक दिन होइन केही दिनमा सफल, सक्सेस र आफ्ना हरेक लक्ष्यहरू तपाईहरूले पुरा गर्नुहुनेछ। र आजबाट म यो काम गर्न सक्दैन कि भन्ने शङ्का मनबाट निकाल्नुहोस् र आफ्नो मनमा अथवा तपाईलाई कसैले त सक्दैनस् भन्नेहरूबाट टाढा बन्नुहोस्। त सक्दैनस् भन्नेहरूबाट टाढा रहनुहोस्। तपाईमा अपार सम्भावना छ, सामर्थ्य छ। आफ्नो शक्तिको पहिचान हेरेर फेरि प्रयास गरौँ, फेरि सङ्घर्ष गरौँ। सफलता अवश्य मिल्नेछ। तपाईकै हात हो, तपाईकै साथ हो। तपाईँ नै तपाईको मालिक हो। तपाईँ नै तपाईको मालिक, छिमेकी सबै थोक तपाईँ नै हो। त्यसैले तपाईँ गर्न सक्नुहुन्छ, तपाईँ बन्न सक्नुहुन्छ। तपाईमा विश्वास छ। तपाईँले नगरे अरू कसैले गर्ने होइन यो संसारमा। तपाईँले आफ्नो जन्म आफ्नै लागि लग्नु भएको हो। त्यसैले आफ्नो लागि बाँच्ने कोसिस गर्नुहोस्। आफ्ना हरेक सपनाहरूलाई पुरा गर्ने प्रयास गर्नुहोस्। हो मित्रहरू, आजको यो श्रृङ्खला, यो भिडियोबाट तपाईँले बुझ्न सक्नुहुन्छ, हात्ती जस्तो होइन, हामीले आफू बाघ सिंह जस्तो बन्न सक्नुपर्छ। आफूमा भएको सम्भावनाहरूलाई कोर्न सक्नुपर्छ। यो संसारलाई देखाउन सक्नुपर्छ। मेहनत गर्न सिक्नुपर्छ र एक दिन सफल भएर यो संसारमा उत्कृष्ट व्यक्ति भएर तपाईले आफ्नो नाम राख्नुहुन्छ। धन्यवाद।